हेलो एभ्रिवान आज चाहिँ हामी डाल्टन्स एटमिक थ्योरीको बारेमा छलफल गर्न गइरहेका छौँ। डाल्टन्स एटमिक थ्योरी चाहिँ एटमिक स्ट्रक्चर अन्तर्गत पर्दछ र यो चाहिँ निकै नै इम्पोर्टेन्ट च्याप्टर रहेको छ क्लास 11 एनइबी बोर्ड एक्जाम्सको लागि। र अब ढिलो नगरी यसको बारेमा सुरु गरौँ। जन डाल्टनले चाहिँ यो थ्योरीलाई प्रपोज गरेका थिए 1808 एडीमा। जन डाल्टन भनेको चाहिँ एउटा इङ्ग्लिस टिचर थिए र उनले चाहिँ यो एटमिक थ्योरीलाई प्रपोज गरेका थिए इन 1808 एडी। खासमा अब जन डाल्टनले चाहिँ के भन्यो भन्दाखेरि चाहिँ म्याटरको कम्पोजिसन हुन्छ नि, म्याटरलाई हामीले डिभाइड गऱ्यो भने त्यसको लास्टमा सबैभन्दा स्मल फन्डामेन्टल र इन्डिभिजुअल पार्टिकल चाहिँ एटम हो भनेर भन्छ। सो इट इज द माइलस्टोन फर द डेभलपमेन्ट अफ मोडर्न केमिस्ट्री। जन डाल्टन्सको एटमिक थ्योरीको आधारमा अरू थ्योरीहरू बनेका छन् र उनको थ्योरी फुल्ली एक्युरेट नभए पनि पछि रङ प्रुभन भएछन् धेरै पोस्टुलेटहरू। तर यसलाई चाहिँ एउटा कोसे ढुङ्गाको रूपमा लिन्छ र इट इज भेरी इम्पोर्टेन्ट फर मोडर्न केमिस्ट्री। अब यो थ्योरीको मेन एजम्सन्सहरू चाहिँ के रहेका छन् भन्दाखेरि सो फर्स्ट पोस्टुलेटले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ अल म्याटर्स कन्सिस्ट अफ एक्सट्रिमली स्मल इन्डिभिजुअल पार्टिकल्स कल्ड एटम्स। एटम्स त्यो आफै वर्डमै त्यसको मिनिङ चाहिँ के रहेको छ भने अनकटेबल। अनकटेबल भनेपछि त्यो सबैभन्दा सानो हो कि योभन्दा सानो केही नि अरू केही चिज हुन सक्दैन भनेर चाहिँ जन डाल्टनले भनेका थिए। अभियसली पछि अहिले पढ्दाखेरि हामीलाई थाहा छ सब एटमिक पार्टिकल्सहरू एक्जिस्ट गर्छ। सो इट इज नट करेक्ट इन टुडेज वर्ल्ड। बट उनको टाइममा चाहिँ उनले के भन्यो भन्दाखेरि एटम्स आर दि स्मलेस्ट इन्डिभिजुअल पार्टिकल्स एन्ड म्याटर्स आर मेड अप अफ देम। सेकेन्ड पोस्टुलेटले चाहिँ के भन्छ भन्दाखेरि इच एलिमेन्ट इज कम्पोज अफ इट्स ओन टाइप्स अफ एटम्स। भनेको चाहिँ हरेक एलिमेन्ट चाहिँ आफ्नै खालको एटम्स चाहिँ बनेको हुन्छ। हरेक एलिमेन्टको एटम्सहरू युनिक हुन्छ। अरू एटम्सहरू अरू एलिमेन्टको एटमहरूसँग चाहिँ यो म्याच हुँदैन भनेर भन्छ। डाल्टन्स थर्ड पोस्टुलेटले चाहिँ के भन्छ भन्दाखेरि दि एटम्स अफ सेम एलिमेन्ट्स आर आइडेन्टिकल। त्यस भन्नुको मतलब चाहिँ के भन्दाखेरि एउटा एलिमेन्टको जस्तो सुकै एटम पनि आइडेन्टिकल हुन्छ इन मास, साइज एक्सेट्रा सबै एस्पेक्ट्समा चाहिँ बराबर हुन्छ भनेर भन्छ। बट वी अभियसली नो पछि चाहिँ के भएको छ, पछि के पत्ता लगाएको छ भन्दाखेरि आइसोटोप्स भन्ने एउटा टर्म छ। आइसोटोप्स भनेको चाहिँ के भन्दाखेरि चाहिँ सेम एटोमिक नम्बर भएको भनेको। सेम एटोमिक नम्बर भनेपछि सेम एलिमेन्ट भनेको सेम एटोमिक नम्बर बट डिफ्रेन्ट एटोमिक मास भनेपछि सेम एलिमेन्टको एटम्सहरू डिफ्रेन्ट पनि हुनसक्छ भन्ने आइसोटोप्स को पत्ता लगाएर चाहिँ थाहा भएको छ। त्यसैले यो पनि डिस्कार्ड भएको छ। फोर्थ पोस्टुलेटले चाहिँ के भन्छ भन्दाखेरि द एटम्स अफ डिफ्रेन्ट एलिमेन्ट्स आर डिफ्रेन्ट इन टर्म्स अफ मास, साइज एन्ड प्रपर्टिज। यो भनेको मतलब चाहिँ फरक एलिमेन्ट्सको एटमहरू चाहिँ बिल्कुल एकदमै डिफ्रेन्ट हुन्छन् अर्को एलिमेन्टको एटमहरूबाट। केही पनि तिनीहरू बिच कमन हुनु केही पनि मिल्न सक्दैन भनेर चाहिँ यो पोस्टुलेटले भन्छ। तर आइसोटोप्स पत्ता लाग्यो जस्तै आइसोबार्स भन्ने पनि पत्ता लागेको छ। आइसोबार्स भनेको आइसोटोप्स जस्तै तर डेफिनेसन चाहिँ ठ्याक्कै अपोजिट छ कि। आइसोबार्स भनेको चाहिँ दि एलिमेन्ट्स ह्याभिङ डिफ्रेन्ट एटोमिक नम्बर बट सेम एटोमिक मास। अब एक्जाम्पल्सको लागि चाहिँ बेस्ट एक्जाम्पल चाहिँ कुन लिन सकिन्छ भन्दाखेरि चाहिँ अब लिगौँ आर्गन र क्याल्सियम। हामीलाई थाहा छ आर्गनको 22 वटा न्युट्रोन्स हुन्छ र यसको एटमिक नम्बर 18 हुन्छ। सो एटमिक मास नम्बर चाहिँ 40 हुन्छ। क्याल्सियमको 20 हुन्छ अनि 20 हुन्छ भनेपछि यसको 40 हुन्छ। यिनीहरू दुईटा फरक एलिमेन्ट हो नि होइन, तर यिनीहरूको एटम्स को मास त सेम भयो नि त। भनेपछि यो पोस्टुलेट पनि डिस्कार्ड गर्न सकिन्छ। त्यसै फिफ्थ पोस्टुलेटले चाहिँ के भन्छ भन्दाखेरि एटम्स क्यान नेदर बी क्रिएटेड नर बी डिस्ट्रोइड बाई एनी केमिकल प्रोसेस। यो भन्नुको आशय चाहिँ के हो भन्दाखेरि चाहिँ एटमलाई न बनाउन सकिन्छ न डिस्ट्रोय गर्न सकिन्छ बाई एनी केमिकल प्रोसेस, जुन चाहिँ पछि रङ हुन्छ। हामीले पढ्छौँ त्यसको बारेमा। र सिक्स्थ पोस्टुलेटले चाहिँ के भन्छ भन्दाखेरि एटम्स कम्बाइन्ड विथ इच अदर टु फर्म मोलिकुल्स इन अ सिम्पल होल नम्बर रेसियो। भनेपछि एउटा सिम्पल होल नम्बरको रेसियो जस्तै 1:2, 2:1, 3:4 एक्सेट्रा को रेसियोमा चाहिँ होल नम्बर रेसियोमा चाहिँ एटमहरू कम्बाइन गर्छ एक आपससँग र मोलिकुल्सहरू फर्म गर्छ।
जस्तै H2O वाटर भयो हैन, अनि CO2 कार्बन डाइअक्साइड भयो, डिफ्रेन्ट एटम्स कम्बाइन गर्छ। र यति नै हो डाल्टन्स एटमिक थ्योरीको पोस्टुलेटहरूको बारेमा, यति नै हो। निकै नै सिम्पल छ यसलाई याद गर्दाखेरि। सो एकदम बेसिक एटम्स भनेको चाहिँ सबैभन्दा सानो एउटा स्मल एक्सट्रिमली टाइनी बल्स जस्तै लिन मिल्छ के डाल्टनको अनुसार हैन। एकदमै एक्सट्रिमली स्मल इन्डिभिजुअल पार्टिकल्स एन्ड हरेक एलिमेन्टको आफ्नै खालको एटम्स हुन्छ। एटमको एन्ड एटम्स अफ सेम एलिमेन्ट आर आइडेन्टिकल एन्ड एटम्स अफ डिफ्रेन्ट एलिमेन्ट आर डिफ्रेन्ट इन टर्म्स अफ मास साइज एन्ड प्रपर्टिज। अनि एटम्स क्यान नेदर बी क्रिएटेड नर बी डिस्ट्रोयड। एटम्स कम्बाइन विथ इच अदर टु फर्म मोलिक्युल्स इन अ सिम्पल होल नम्बर रेसियो। निकै नै सिम्पल छ, यो क्लियर भएको होला। अब कुरा गरौँ लिमिटेसन्स अफ डाल्टन्स एटमिक थ्योरी। अब डाल्टन्स एटमिक थ्योरीको चाहिँ धेरै लिमिटेसन्सहरू रहेका छन् र पहिलो लिमिटेसनको बारेमा कुरा गर्दाखेरि चाहिँ डिभिजिबिलिटी अफ एटम्स हैन। डाल्टन्स एटमिक थ्योरीले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ एटम्स आर द स्मलेस्ट इन्डिभिजुअल पार्टिकल्स अफ म्याटर, बट वी नो द्याट एटम्स भन्दा सानो चिजहरू पनि हुन्छ विच आर नोन एज सब एटमिक पार्टिकल्स। प्रोटोन्स, न्यूट्रोन्स, इलेक्ट्रोन्स आर स्मलर देन एटम्स। सो we cannot say that atom cannot be divided into further smaller particles. So this is the first limitations of Dalton's atomic theory. Second limitation चाहिँ existence of isotopes रहेको छ। Dalton's atomic theory ले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ atoms of same elements are identical। भनेको एउटै एलिमेन्ट छ भने एटमहरू सबै उस्तै हुन्छ, सेम हुन्छ भनेर भन्छ हैन। तर atoms of some same elements are found to have different mass। जस्तै हाइड्रोजनको प्रोटियमको मास चाहिँ 1 रहेको हुन्छ भने ड्युटेरियमको मास चाहिँ 2 रहेको हुन्छ। एउटै एटम भए पनि मास फरक छ नि त, प्रपर्टी फरक छ। त्यसैले आइसोटप्सको एक्जिस्टेन्सलाई चाहिँ यसले एक्सप्लेन गर्न सक्दैन। यो चाहिँ लिमिटेसन हो डाल्टन्स एटमिक थ्योरीको। आइजोबार्सको कुरा गर्दाखेरि चाहिँ डाल्टनले चाहिँ के भनेको थियो भन्दाखेरि एटम्स अफ डिफ्रेन्ट एलिमेन्ट्स आर अलवेज डिफ्रेन्ट एन्ड दे क्यानट बी आइडेन्टिकल भनेर भनेको छ। तर हामीलाई थाहा छ आइसोटप्सको बारेमा अघि आइजोबार्सको बारेमा थाहा छ। जस्तै अघि आर्गन र क्याल्सियमको हामीले कुरा गरेको थियौँ। त्यस्तै डिफ्रेन्ट एटमिक नम्बर हो भने एटमिक मास सेम भएको एलिमेन्टहरूलाई आइसोबार्स भन्छ र तिनीहरूको एक्जिस्टेन्सलाई पनि डाल्टन्स एटमिक थ्योरीले जस्टिफाई गर्न सकेको छैन। त्यसैले यो चाहिँ लिमिटेसन रहेको छ। र अर्को फोर्थ लिमिटेसन चाहिँ के रहेको छ भन्दाखेरि चाहिँ यो थ्योरीले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ दि डिफ्रेन्ट एलिमेन्ट्स कम्बाइन इन सिम्पल होल नम्बर रेसियो अफ एटम्स। तर त्यहाँ कतिपय कम्प्लेक्स कम्पाउन्ड्सहरू छन् जसमा चाहिँ रेसियो चाहिँ सिम्पल होल नम्बर रेसियोमा रहेको छैन। जस्तै सुगर भनेको चाहिँ C12H22O11 रहेको छ, जसमा चाहिँ C:H:O को रेसियो चाहिँ 6:11:5.5 रहेको छ। यो रेसियो 5.5 भनेको होल नम्बर रेसियो होइन। त्यो भएर यसलाई चाहिँ जस्टिफाई गर्न सक्दैन डाल्टन्स एटमिक थ्योरीले। सो दिस वाज जस्ट अल अबाउट डाल्टन्स एटमिक थ्योरी। यो भिडियो तपाईँहरूलाई मन पर्यो भने यो भिडियोलाई लाइक गरिदिनु होला र च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद।